कोरल ड्रको यो भिडियो कक्षामा यहाँहरूलाई स्वागत गर्दछु र म हुँ अच्युत खनिया। तपाईँ यस भागबाट नज सेटिङ, डिफल्ट सेटिङ र ब्रेक अपार्ट जस्ता कुराहरूको बारेमा जानकारी लिन सक्नुहुनेछ। सामान्यतया कोरल ड्रमा हामीले एउटा बक्स अथवा टेक्स्ट टाइप गरिसके पछाडि यसलाई मुभ गराउनु परेको खण्डमा हामीले माउसबाट पनि मुभ गराउँदछौँ। यदि तपाईँले यो अब्जेक्टलाई किबोर्डबाट मुभ गर्नु परेको खण्डमा तपाईले किबोर्डका एरो कीहरूको पनि प्रयोग गर्न सक्नुहुनेछ। जस्तै मैले राइट एरो प्रेस गरेको छु, यसरी यो तपाईले ड्रा गर्नुभएको अब्जेक्ट मुभ भएको छ। त्यस्तै तपाईले अप गर्न सक्नुहुन्छ, डाउन गर्न सक्नुहुन्छ, लेफ्ट गर्न सक्नुहुनेछ। यसरी किबोर्डका यी कीहरूबाट मुभ गराउँदाखेरि हामीले कति स्पेसमा यो अब्जेक्टलाई मुभ गराउने भने यो स्पेस डिफाइन गर्नको लागि हामी नज सेटिङको प्रयोग गर्दछौँ। यसको लागि तपाईले यो पेजको यो खाली एरियामा माउसले क्लिक गर्नुपर्ने हुन्छ र जब यहाँ क्लिक गर्नुहुनेछ तपाईको यो प्रोपर्टिज बारमा पेज प्रोपर्टिज देख्नुहुनेछ। जस्तै यहाँबाट तपाईले एफओ पेपर साइज, त्यस्तै गरिकन ल्यान्डस्केप प्रोटेक्ट, पेजका ओरिएन्टेसन अप्सनहरू, त्यस्तै युनिटहरू देख्नुहुनेछ। यो तपाईले अघिल्लो भागमा पनि गरिसक्नु भएको छ र यो भागलाई हामी नज डिस्टेन्स भने तपाईले यहाँ पाउनुहुनेछ र यहाँ चारैतिरको एरो पनि तपाईहरुले देख्न सक्नुहुनेछ। र अब तपाईले आफूलाई आवश्यक पर्ने डिस्टेन्सलाई यहाँ सेट गर्न सक्नुहुनेछ। जस्तै तपाईले यहाँ 0.5 स्पेसलाई सेट गर्नुभएको खण्डमा र यो अब्जेक्टलाई तपाईले अब सेलेक्ट गरेर एरो की प्रेस गर्नुभयो भने 0.5 एक पटक प्रेस गर्दा 0.5 स्पेस मुभ भएको पाउनुहुनेछ। यो अब्जेक्टलाई तपाईले 1 इन्चको बनाउनु भएको छ र यसलाई इन्टर प्रेस गर्नुहोस्। यो एउटा स्क्वायर बनेको छ। अब तपाईले यसलाई डुप्लिकेट गर्नको लागि प्लस की को प्रेस गर्नुहुनेछ। यही ठाउँमा सेम ठाउँमा नै डुप्लिकेट भएको छ र अब तपाईले यो नज सेटिङबाट यहाँ 1.2 स्पेसलाई सेट गर्नुभएको छ। अब तपाईले एरो की प्रेस गर्नुभएको खण्डमा यो 1.2 स्पेस मुभ भएको छ। फेरि तपाईले प्लस की थिच्नुहुनेछ, फेरि एरो प्रेस गर्नुहुनेछ किबोर्डबाट, प्लस की र फेरि एरो। यसरी तपाईले सेम साइजमा बक्सहरू बनाउन सक्नुहुनेछ। र प्लस की थिचे र डाउन एरो की थिचे, फेरि प्लस डाउन एरो की। यसरी तपाईले बराबर साइजमा बक्सको पनि प्रयोग गर्न सक्नुहुनेछ यो नज सेटिङबाट। त्यस्तै गरी हामीले टेक्स्टलाई मुभ गर्दा अथवा टेक्स्टको डिजाइन गर्दा पनि यसलाई यो नज सेटिङबाट धेरै कामहरू गर्न सक्छौं। जस्तै तपाईले यहाँ यसरी कोरल ड्र भनेर टाइप गर्नुभएको छ। त्यस्तै गरी तपाईले यो टेक्स्ट टाइप गर्नुभयो र अब पेजको बाहिर खाली भागमा क्लिक गर्नुहुनेछ। यहाँबाट तपाईले 0.05 लाई फ्रेम सेट गर्नुभयो। अब प्लस की थिच्नुहुनेछ। अब तपाईले डाउन एरो की थिच्नुहोस् र यहाँ यसको कुनै एउटा टेक्स्ट कलरलाई चेन्ज गर्नुभएको खण्डमा यसरी टेक्स्टलाई स्याडो आएको पनि बनाउन सक्नुहुनेछ। यसरी हामीले यो नज सेटिङको प्रयोग गर्न सक्दछौँ कोरल ड्रमा। त्यस्तै गरी तपाईले कोरल ड्रमा एउटा जस्तो यहाँ एउटा अब्जेक्ट एउटा रेक्ट्याङ्गल खिच्नुहुनेछ। खिच्दा तपाईको यो प्रिभ्यू बारमा तपाईले फिल नन पाउनुहुनेछ, आउटलाइन कलर ब्ल्याक पाउनुहुनेछ र यसको साइज 0.5 पाउनुहुनेछ। त्यस्तै तपाईले यहाँ सर्कल ड्रा गर्नुहुनेछ र ओभल, यसमा पनि तपाईले सेम त्यही ब्ल्याक कलर, त्यस्तै गरी साइज यो स्ट्रोक साइज 0.5 पाउनुहुनेछ र अन्य टुलहरुलाई पनि तपाईले ड्रा गर्नुभयो भने सेम यही पाउनुहुनेछ। यदि तपाई हामीलाई कहिलेकाहीँ डिजाइन गर्दाखेरि यो सबै अब्जेक्टहरुको लाइनको मोटाई अथवा स्ट्रोक साइज 150 चाहिएको खण्डमा अब हामीले यो अवस्थामा डिफल्ट सेटिङ गर्नेछौँ र अहिले हाम्रो यो पेजमा डिफल्ट सेटिङ यो लाइनहरुको साइज 0.5 छ भने कलर नो फिल छ। अब त्यो अवस्थामा हामीले प्रत्येक बक्सको आउटलाइन 150 र त्यस्तै गरिकन रेड कलर अथवा कुनै एउटा कलर फिल गरेको चाहिएको खण्डमा हामीले डिफल्ट सेटिङ गर्न सक्दछौँ र यसको प्रयोगबाट हामीले डिजाइनमा निकै सहयोग पुर्याउँदछ। यसको लागि यहाँबाट जस्तै एउटा रेक्ट्याङ्गल टुल लिएका छौँ र यहाँ पेजमा ड्र गरेका छैनौँ। अब यो राइट साइडको कलर प्यानलमा गएर तपाईले रेड कलर चुज गर्नुहुनेछ। एउटा सानो डायलग बक्स देख्नुहुनेछ, चेन्ज डकुमेन्ट डिफल्ट्स भनेर आएको छ र यहाँ विभिन्न अप्सनहरू पनि तपाई देख्न सक्नुहुनेछ। यहाँ ग्राफिक्स भनेर दिएको छ। अब तपाईले यो ग्राफिक्समा टिक लगाइएको छ, यसको अर्थ भनेको यो फिल कलर। त्यस्तै गरिकन तपाईले टेक्स्टलाई पनि प्रत्येक जुनसुकै टेक्स्ट यो पेजमा टाइप गर्दा यदि रेड चाहनुहुन्छ भने तपाईले यहाँ यो आर्टिस्ट टेक्स्ट र प्याराग्राफ टेक्स्टमा टिक लगाउन सक्नुहुनेछ
यदि होइन यो तपाईँलाई आवश्यक छैन भने टिक हटाउन सक्नुहुनेछ। अब मैले यहाँ ग्राफिक्समा टिक गरेर ओके गरेँ। अब तपाईँले कोरल ड्रमा जति पनि अब्जेक्टहरू अर्थात् रेक्ट्याङ्गल, ट्रायङ्गल, ओभलहरू ड्र गर्नुहुनेछ त्यसको प्रत्येकको कलर फिल कलर चाहिँ रेड हुनेछ यसरी। त्यस्तै गरी सर्कल ड्र गर्नुभयो भने पनि यो रेड हुनेछ। त्यस्तै गरी यसको साइजलाई पनि 0.5 छ र तपाईँलाई 1 pt बनाउन चाहनुहुन्छ भने तपाईँले यो रेक्ट्याङ्गल, सर्कल, पोलिगन मध्ये कुनै एउटा टुललाई चुज गर्न सक्नुहुनेछ र अब यहाँबाट तपाईँले साइज 1 pt चुज गर्नुहुनेछ र ओकेमा क्लिक गर्नुभयो भने अब यसरी ड्र गर्दाखेरि यो प्रत्येक अब्जेक्टको साइज 1 pt पाउनुहुनेछ र कलर चाहिँ रेड पाउनुहुनेछ। यसरी हामीले अब्जेक्टमा डिफल्ट सेटिङ गर्न सक्दछौँ र यो यदि हामीलाई बारम्बार प्रयोग गर्नु परेको छैन भने हामीले डिफल्ट सेटिङ गर्नु आवश्यक रहँदैन, किनभने प्रत्येक पटक डिफल्ट सेटिङ गरेको खण्डमा फेरि कलर फिललाई हटाउनु पर्ने, साइज घटाउनु पर्ने अवस्था रहन्छ र यदि तपाईँले पुनः डिफल्ट सेटिङलाई पहिलाको जस्तै अवस्थामा राख्न चाहनुहुन्छ भने तपाईँले यी टुलमध्ये रेक्ट्याङ्गल, ओभल, पोलिगन टुलमध्ये एउटा कुनै टुल चुज गर्न सक्नुहुनेछ। यहाँबाट 0.5 राख्नुहुनेछ र यो साइडबाट कलर प्यानलमा गएर तपाईँले नो फिलमा क्लिक गर्नुहुनेछ र ओकेमा क्लिक गर्नुभयो भने अब तपाईँको उही पोजिसनमा यसरी डिफल्ट सेटिङ हटाउन सक्नुहुनेछ। र डिफल्ट सेटिङ विशेष गरिकन कोरल ड्रामा डकुमेन्ट बनाउँदा सबै ठाउँमा सेम साइज, सेम कलर अथवा धेरै अब्जेक्टहरू ड्र गर्दा एउटै कलर, एउटै साइज चाहिएको खण्डमा हामी डिफल्ट सेटिङलाई सेट गर्न सक्दछौँ। त्यस्तै गरी कोरल ड्रामा डिफल्ट सेटिङ टेक्स्टमा पनि प्रयोग गर्न सक्नुहुनेछ। जस्तै तपाईँले कुनै डिजाइन गर्दै हुनुहुन्छ र त्यहाँ प्रत्येक हेडिङहरू एउटा निश्चित फन्ट साइजमा र एउटा कलरमा राख्न चाहनुहुन्छ भने त्यो बेलामा तपाईँले डिफल्ट सेटिङको प्रयोग गर्न सक्नुहुनेछ। त्यस्तै गरी प्याराग्राफ पनि तपाईँको एउटै फन्टमा राख्न चाहनुहुन्छ भने पनि डिफल्ट सेटिङ प्रयोग गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले यो लेफ्ट साइडमा रहेको टेक्स्ट टुल क्लिक गर्नुहुनेछ र अब तपाईँले यहाँबाट फन्ट चुज गर्नुहुनेछ। जस्तै मैले यहाँ एरियल फन्ट चुज गरेँ। यो के को लागि त भन्दा यहाँ दुईवटा टेक्स्ट अप्सन आएको छ, जस्तै एउटा प्याराग्राफ टेक्स्ट र आर्टिस्ट टेक्स्ट। अब तपाईँले यो प्याराग्राफ टेक्स्ट चुज गर्नुहुनेछ। अब यो पेजमा अथवा यो डकुमेन्टमा तपाईँले टेक्स्ट टाइप गर्दा एरियल फन्ट टाइप गरेको पाउनुहुनेछ। त्यस्तै तपाईँले प्रत्येक प्याराग्राफ टेक्स्ट टाइप गर्दा तपाईँलाई फन्ट साइज 11 को चाहिएको छ भने तपाईँले त्यो बेलामा पनि डिफल्ट फन्ट साइज गर्न सक्नुहुनेछ। यसको लागि तपाईँले टेक्स्ट टुल लिनुहोस् र अब तपाईँले यहाँबाट फन्ट साइजमा 11 pt चुज गर्नुहोस् र यसलाई प्याराग्राफ टेक्स्ट छ र ओकेमा क्लिक गर्न सक्नुहुनेछ। अब यहाँ तपाईँले टेक्स्ट टाइप गर्दाखेरि यो फन्ट साइज 11 को पाउनुहुनेछ। कुनै पनि ठाउँमा तपाईँले प्याराग्राफ टेक्स्ट बक्स लिएर टाइप गर्नुभएको खण्डमा फन्ट साइज 11 को पाउनुहुनेछ। त्यस्तै गरी हामीले आर्टिस्ट टेक्स्टमा पनि फन्ट साइज र फन्टको स्टाइल चुज गर्न सक्दछौँ। जस्तै तपाईँले यो टेक्स्ट टुलबार लिनुहोस् अगाडिको जसरी नै र अब यहाँबाट आफूलाई एउटा प्रत्येक हेडिङमा प्रयोग हुने फन्टलाई चुज गर्न सक्नुहुनेछ। जस्तै मैले यहाँ एउटा फन्ट चुज गरेँ, जस्तै यो फन्ट चुज गरेँ। यो प्याराग्राफ टेक्स्टलाई नभइकन अब आर्टिस्ट टेक्स्टलाई हो, यो आर्टिस्ट टेक्स्टमा टिक लगाउनुहुनेछ, यसलाई हटाउन सक्नुहुनेछ, ओके गर्नुहुनेछ। अब तपाईँले आर्टिस्ट टेक्स्टमा लेख्नुभएको टेक्स्टहरू सबै तपाईँले डिफल्ट सेट गरेको फन्टमा तपाईँले पाउनुहुनेछ। यसरी फन्टलाई पनि तपाईँले टेक्स्ट डिफल्ट सेटिङ गर्न सक्नुहुनेछ। त्यस्तै तपाईँले डिजाइन गर्ने डकुमेन्टमा सबै आर्टिस्ट टेक्स्टमा कलर एउटै कलर राख्नु परेको खण्डमा अथवा डिफल्ट सेटिङ गर्नु परेको खण्डमा तपाईँले यहाँ टेक्स्ट लिनुहोस् र अब यहाँ तपाईँलाई चाहिएको एउटा कलर चुज गर्न सक्नुहुनेछ। र अब तपाईँले यहाँ आर्टिस्ट टेक्स्टमा टिक लगाउन सक्नुहुनेछ, यो प्याराग्राफ टिकलाई हटाउन सक्नुहुनेछ। अब यहाँ तपाईँले यसरी आर्टिस्ट टेक्स्ट टाइप गर्दा रेड कलर पाउनुहुनेछ। तपाईँ अर्को ठाउँमा क्लिक गरेर यसरी सबै ठाउँमा रेड कलरमा पाउनुहुनेछ। त्यस्तै गरी हामीले प्याराग्राफ टेक्स्टमा पनि सबै ठाउँमा मलाई साइन कलर चाहिएको छ भने तपाईँले लेफ्ट साइडबाट यो टेक्स्ट टुल लिनुहुनेछ र अब यो साइन कलरमा क्लिक गर्नुहुनेछ र यो अवस्थामा यहाँ प्याराग्राफ टेक्स्टमा टिक लगाइएको छ, ओके गर्न सक्नुहुनेछ। यसरी टेक्स्ट टाइप गर्दा यो साइन कलरमा पाउनुहुनेछ। यसरी पनि तपाईँले टेक्स्टमा पनि डिफल्ट सेटिङको प्रयोग गर्न सक्नुहुनेछ।
त्यस्तै गरी अर्को अप्सन छ तपाईँलाई ब्रेक अपार्ट। विशेष गरी कोरल ड्रामा डिजाइन गर्दा यसको प्रयोग धेरै ठाउँमा हामीले गर्नुपर्ने हुन्छ। जस्तै तपाईँले एउटा भिजिटिङ कार्ड अथवा एउटा कुनै सानो डिजाइन गर्दै हुनुहुन्छ भने त्यो बेलामा पहिला साइजलाई यो डिफल्ट सेटिङ छ, यसलाई हटाउन सक्नुहुनेछ। तपाईँले यो अब्जेक्ट ड्र गर्न लिनुहोस्, अब यसमा ननमा क्लिक गर्नुहोस्, यो ग्राफिक्स ओके गर्नुभयो, डिफल्ट सेटिङ अहिले यसको फिल कलर नन भएको छ। र अब तपाईँले एउटा निश्चित साइजमा डिजाइन गर्नको लागि जस्तै यहाँबाट साइज डिफाइन गर्नुहुनेछ। एउटा भिजिटिङ कार्डको साइज 3.5 र 2.1 लाई यसरी डिफाइन गर्नुहुनेछ। अब यहाँ टेक्स्ट टाइप गर्नुहुनेछ। टेक्स्ट टाइप गर्दाखेरि मानौ यहाँ तपाईको प्रोभाइडर अथवा म्यानेजिङ डाइरेक्टरको नाम होला, यहाँ संस्थाको नाम हुनेछ, तल एड्रेसहरू हुनेछ भने त्यो बेलामा प्रत्येक टेक्स्टहरू तपाईले लिएर टाइप गर्न सक्नुहुनेछ एउटा तरिका। जस्तै यहाँ यसरी अरुण बराल भनेर तपाईले टाइप गर्न सक्नुहुनेछ र यसलाई सानो बनाउन सक्नुहुनेछ। त्यस्तै गरी उसको फर्मको नाम लेख्न सक्नुहुनेछ। यसरी फन्टलाई पनि ठुलो बनाएर काम गर्न सक्नुहुन्छ। यो बेलामा तपाईले इन्डिभिजुअल रूपमा टेक्स्ट टाइप गर्नुभएको छ, अर्थात् प्रत्येक टेक्स्ट आर्टिस्ट टेक्स्टमा टाइप गर्नुभएको छ। यसलाई तपाईले यसो नगरिकन पहिला टाइप गर्नुपर्ने सबै टेक्स्टलाई टाइप गर्ने र पछि एक एक पार्टमा छुट्याउन सक्नुहुनेछ। जस्तै तपाईले यहाँ टेक्स्ट टाइप गर्नुहुनेछ र यो फन्टको डिफल्ट सेटिङलाई अगाडि हटाएको जसरी नै तपाईले हटाउन सक्नुहुनेछ। फन्ट साइज चुज गर्नुहुनेछ, मानौ यहाँ यसरी टाइप गर्नुहुनेछ। अब यहाँ कम्प्युटर भनेर टाइप गर्नुहुनेछ। त्यस्तै उसको एड्रेस पोखरा कास्की भनेर टाइप गर्नुहुनेछ। फोनमा यसरी टाइप गर्न सक्नुहुनेछ। र अब तपाईले यो टेक्स्टलाई यो एउटै आर्टिस्ट टेक्स्टमा रहेको छ, अब यसलाई तपाईले क्लिक गर्नुहुनेछ र यसलाई बेग्ला बेग्लै आर्टिस्ट टेक्स्टमा बनाउन चाहनुहुन्छ भने त्यो बेलामा तपाईले ब्रेक अपार्टको प्रयोग गर्न सक्नुहुनेछ। यसको लागि यो टेक्स्टलाई तपाईले क्लिक गर्नुहुनेछ र तपाई अरेन्जमा गएर ब्रेक आर्टिस्ट टेक्स्ट एरियल जो यहाँ देख्नुहुनेछ यसमा क्लिक गर्न सक्नुहुनेछ। यदि तपाई किबोर्डबाट पनि प्रयोग गर्न सक्नुहुन्छ, त्यसको लागि कन्ट्रोल कीलाई प्रेस गर्नुभयो भने पनि तपाईले ब्रेक अपार्ट गर्न सक्नुहुनेछ। अब तपाईले यो प्रत्येक पार्टहरू यसरी यो प्रत्येक पार्टहरू बेग्ला बेग्लै भएको छ, बेग्ला बेग्लै लाइनमा, र यसरी पनि तपाईले एउटा प्याराग्राफ अथवा एउटा एकैचोटि टाइप टेक्स्टलाई टाइप गरेर अनि छुट्टा छुट्टै पनि तपाईले काम गर्न सक्नुहुनेछ र यो ब्रेक अपार्टको माध्यमबाट। यो तरिकाबाट पनि हामीले कुनै डिजाइनहरू गर्दा यसरी पनि ब्रेक अपार्टलाई पनि प्रयोग गर्न सक्छौँ।